दाङको घोराहीबाट काठमाडौँको लागि सगरमाथा एयरबस सञ्चालनमा आएको छ। यात्रुलाई आरामदायी एवं सहज यात्रा गराउने उद्देश्यका साथ त्रिसिद्धेश्वरी राप्ती यातायात सेवा प्रणाली दाङले सुविधा सम्पन्न स्लिपर सहितको एसी बस घोराहीदेखि काठमाडौँका लागि सञ्चालनमा ल्याएको हो। घोराहीबाट काठमाडौँका लागि प्रत्येक दिन साँझ 6:30 बजे र काठमाडौँबाट दाङका लागि प्रत्येक दिन साँझ 6:05 बजे छुट्ने गाडीको उद्घाटन प्रणालीका अध्यक्ष सुरेश हमालले गर्नुभएको हो। दाङको तुलसीपुरमा भएको बस उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष हमालले यस्तो बताउनुभयो। अहिले हाम्रो यो सगरमाथा गाडी चाहिँ 460 461 पुरानो व्यवसाय पुरानो कार्यसमिति सदस्य तथा अहिले वर्तमान सल्लाहकार हाम्रो हिमाल केसी त्यसैगरी सुरज केसीले ल्याउनु भएको छ। यो 4वटा गाडी छ, 2टा गाडी ग्यारेजमा छ भन्ने क्रममा अब 10-15 दिनभित्र ती गाडी पनि आइपुग्छ। यसले 6:30 बजेको क्यु एरिया घोराबाट आजदेखि सेवा सुचारू गर्दैछ र काठमाडौँबाट 6:05 यो गाडी उताबाट सेवा पर्सि उताबाट क्यु लिएर दाङको लागि हिँड्नेछ र यो पुरानो व्यवसाय हाम्रो हिमालजी र हाम्रो सुरज केसी उहाँ दुवैजनाको व्यवसाय सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। अहिले समितिमा अब आउने गाडीहरूमा अब यो सेकेन्ड लास्ट भनौँ, अब यो गाडी आइसक्यो भने सगरमाथा आइसक्यो भने यस पछाडि आउने हाम्रो एउटा ब्रान्ड भनेको राजधानी भन्ने गाडी अब ग्यारेजमा बनिरहेको छ, त्यो गाडी आउँछ। त्यसपछि यो सालको लागि हाम्रो नयाँ गाडी सम्भवतः काठमाडौँ रोडमा यति मात्रै आउनेछन्, यति मात्रै सञ्चालनमा हुनेछन्। विगतमा थुप्रै नयाँ गाडीहरू हामीले सञ्चालनमा ल्याइसकेका छौँ र अहिले जसरी यात्रुहरूले खानामा व्यापक रूपमा गुनासो गर्नुभएको थियो त्यो गुनासोलाई आत्मसात गरेर त्यसलाई सुधार गर्नका लागि अहिले 3 दिन हाम्रो कार्यसमितिका सहसचिव ज्ञानु केसीजी, रोड सदस्य सेवक डाङ्गीजी, त्यसै गरी हाम्रो मजदुर सङ्गठनबाट दीपक पुराथुकीजी, पत्रकार हाम्रो दिपसागर भाइ लगायतको टिम गएर हाम्रो जुन जुन ठाउँमा गाडीहरूले खाना खान्छ त्यति ठाउँमा गएर खानामा चाहिँ सुधार गर्नको लागि के छ त होटल व्यवसाय साथीको गुनासो के छ, सञ्चालकको हाम्रो गाडी व्यवसायको कुरा के छ र विशेष गरी आम यात्रुहरूको खानामा के गरेपछि सुधार आउँछ त भन्ने कुरालाई मध्यनजर गरेर हामीले चाहिँ खानाको लागि एउटा दाङदेखि मलेपुसम्म जुन जुन होटलमा हाम्रो गाडीहरूले खाना खान्छन् त्यही होटलहरूमा गएर हेरेर आयौँ। त्यहाँ एउटा होटलमा मात्रै थोरै साग चाहिँ अलिकति चिसो भएको कम्प्लेन गर्नुभयो यात्रुहरूले। अन्य हकमा चाहिँ सबै खाना चाहिँ गुणस्तर भएको, सुधारिएको र सफा पनि भएको र त्यो रूपमा उहाँहरूले सुझाव दिनुभएको छ र भित्र क्याबिनमा कतिपय होटलहरूमा स्टाफहरूको लागि छुट्टै क्याबिनमा खाना खाने व्यवस्था भएको भने त्यसलाई हटाउनका लागि अहिले गएको टिमले होटल व्यवसाय साथीहरूसँग अनुरोध गरेर आउनु भएको छ र उहाँले त्यो कमिटमेन्ट पनि गर्नुभएको छ र रेटमा पनि एकदमै 250, 350, 400 हेरेर कुन खाना खाने, भेज खाना खाने, चिकन खाने, मटन खाने, लोकल चिकन खाने, अब जुन जुन खाना आफूले मन पराउँछौँ हामीले त्यही खालको रेट छ त्यहाँ। त्यस कारणले गर्दा हामीले मजदुर साथीहरूलाई पनि भनेका छौँ कि तपाईँहरूले खाना खाँदाखेरि छुट्टै क्याबिनमा बसेर खाना नखानु होला। तपाईँले जति मिठो नमिठो जुन खाना खाए तापनि यात्रुहरूले बुझ्ने कुरा फरक हुनसक्छ। मजदुर साथीहरूले खाना छुट्टै विशेष खाना खान्छन्, यात्रुलाई अर्को खाना खुवाउँछन् भन्ने कुराको जुन व्यापक गुनासो छ त्यसलाई कम गर्नका लागि हामीले खाना चाहिँ सँगै यात्रुसँग बसेर खानुपर्छ। यो कुरा म यसका चालक परिचालक हेल्पर साथीहरूलाई पनि आग्रह गर्न चाहन्छु। हामीले 1 करोड रुपियाँ लगानी गरेर गाडी ल्याएका छौँ। 1 करोड लगानी गरेपछि एउटा सामान्य हामीले पसल गर्नेमा 2 लाख रुपियाँ लगानी गरेर पसल खोल्यो भने हामीले कस्तो खालको शिष्टाचार प्रस्तुत गर्छौँ, कस्तो खालको कस्टमरसँग राम्रो बोली व्यवहार गर्छौँ। त्यसैले करोड रुपियाँ इन्भेस्ट गर्नेमा हाम्रो बोली व्यवहारमा किन परिवर्तन आउँदैन? किन हामीलाई आम यात्रुहरूले हामीलाई सभ्य पेसाको रूपमा बुझ्नुहुन्न? किन हामीलाई आम अन्य पेसा बराबरको हामीले मान्यता यो समाजमा पाउन सक्दैनौँ? हामी सम्मानित हुन सक्दैनौँ? यो के कारणले छ त भन्दा हाम्रा गतिविधिहरू त्यति आम यात्रुहरूले अपेक्षा गरे अनुसारका छैनन् कि भन्ने कुरा हामीलाई पटक पटक महसुस भएको छ। हामी 1 करोड रुपियाँ लगाएर गाडी लगानी गर्ने, 50 लाख 60 लाख आफ्नो घरबाट लगानी गर्ने, बाँकी रहेको 40-50 लाख पैसा चाहिँ ब्याङ्कबाट लोन खाएर लगानी गर्ने, त्यसरी लगानी गरेको व्यवसायलाई प्रवर्धन गर्ने कुरा, यसलाई संस्थागत गर्ने कुरा र यो पुँजीको संरक्षण गर्ने कुरा र आम यात्रुहरूलाई गुणस्तरीय सेवा प्रभावकारी ढङ्गले दिने कुरामा हामी प्रतिबद्ध छौँ। हामी 2041 सालमा खोलेको संस्था झन्डै 41 वर्ष यहाँहरूको सेवामा प्रतिबद्ध भएर लागेका छौँ। हाम्रा कमजोरीहरू छन्, त्यसकारण त्यो कमजोरीहरू सुधार्नका लागि रात दिन हाम्रो टिम खटेको अवस्था छ। हाम्रा कर्मचारी, मजदुर, व्यवसाय साथीहरूलाई पटक पटक हामीले सल्लाह सुझाव निर्देशन गरिरहेका हुन्छौँ। होटेलमा गएर यात्रुहरूसँग हाम्रो खाना कस्तो छ, होटेलमा गएर हाम्रा मजदुर साथीहरूको बोली व्यवहार कस्तो छ भनेर यसरी चेक गर्ने पनि सायद सम्भवतः हामी नेपालमा हामी पहिलो हौँ त भन्दैनौँ, तर कम समितिभित्र हाम्रो समिति पर्छ। यसरी सुधार गर्नका लागि झन्डै हामीले यही जाने आउने क्रममा पनि हाम्रा पदाधिकारी साथीहरूको 3-4 दिन समय वेस्ट भएको छ भने समितिले केही पैसा आर्थिक कन्ट्रिब्युसन पनि गरेको छ। जाँदा आउँदा गाडी प्रयोग गर्नु पऱ्यो, खाना खानु पऱ्यो, त्यसमा खर्च पनि भएको छ। अन्य समितिहरूभन्दा हामीले डिफ्रेन्ट गर्न किन खोज्छौँ भने हामीमाथि बढी जिम्मेवारी छ। हामीसँग 700 गाडी छन्। त्यस कारणले अहिले दाङ काठमाडौँमा मात्रै झन्डै हामीसँग 36 वटा गाडी
नयाँ गाडी मिनी बस र ठुलो बस गरेर 36वटा गाडी आएको छ। आज मात्रै फेरि हामीसँग झन्डै 13-14वटा गाडी नयाँ गाडी आउने क्रममा फेरि साथीहरूको बिचमा परामर्श भइरहेछ। सम्भवतः आज पनि त्यो नयाँ गाडी दिल्लीको लागि र काठमाडौँको लागि ती गाडीहरू आउनेछन्। आज पनि हामीले त्यो एउटा निर्णय गर्दैछौँ। त्यस कारणले व्यवसायी साथीहरूलाई म के भन्छु भने हिमालजी सुगन्जी लगायतको यो सगरमाथा सञ्चालन गर्ने जो पुरानो नियम छ, सगरमाथाको जसरी अग्लो भनेर चिनिने यो देश छ, त्यसरी गाडीमा बस्ने यात्रुहरूले यति राम्रो गाडी नाम जस्तो गाडी रहेछ भनेर यहाँहरूले त्यो यात्रुहरू अर्को पटक पनि यहाँकै गाडीमा चढौँ भन्ने खालको व्यवहार देखाउनको लागि लगानीकर्ता हिमालजी र सुरजजीको मात्रै यसमा लगानी गर्नु उहाँहरूको पार्ट अब सकियो जस्तो लाग्छ। अब विशेष यसको पार्टको मेजर पार्ट भनेको पनि मजदुर साथीहरू, चालक परिचालक हेल्पर। तपाईँको गाडीमा चलेको यात्रुले झर्ने बेला तपाईँको फोन नम्बर आफै माग्ने वातावरण सिर्जना गर्नु कि म जाँदा पनि तपाईँको गाडीमा जान पाऊँ। कति राम्रो सर्भिस दिनुभयो। एउटा सुत्केरी महिला हाम्रो गाडीमा चढ्दै गर्दा उहाँलाई बाटामा खाना चिसो तातो सोध्ने, एउटा ज्येष्ठ नागरिक हाम्रो गाडीमा चढ्नु भएको छ, उहाँको छोरा नाति कोही दिन आउँदैछ भने एकछिन वेट गर्ने, उहाँको फोन नम्बर आदान प्रदान गरिदिने। एउटा फोन गर्दा 30-40 पैसा लाग्ने हो। यहाँबाट उहाँले एउटा कुनै डकुमेन्ट पठाउन लाग्नु भएको छ, या दाङमा फलेको लोकल सिन्की गोबी तरकारी अथवा केही आफ्नो छोराछोरीलाई पढ्नको लागि काठमाडौँ पठाउन लाग्नु भएको छ भने त्यो निःशुल्क रूपमा लगिदिने। हामीले एउटा पासपोर्ट बोकेको पैसा माग्छौँ, त्यो राम्रो होइन। त्यसले हामीलाई पोजिटिभ मेसेज दिँदैन। एउटा सर्टिफिकेट बोकेको पैसा माग्छौँ, एउटा लाइसेन्स बोकेको पैसा माग्छौँ, एउटा मेडिकलको कागज बोकेको पैसा माग्छौँ, काठमाडौँबाट एउटा पत्ता मेडिकल भनौँ औषधि ल्याइदिएको पैसा माग्छौँ। यसले हामीलाई समाजमा हामीले जति आदर्शका कुरा गरे पनि यसले हामीलाई राम्रो चित्रण गरेको अवस्था छैन। यस कारणले गर्दा यस्ता कुराहरूमा हामी व्यवसायी साथीहरू प्रतिबद्ध भएर जति राम्रो सर्भिस हामी दिन्छौँ नि, एउटा सामान्य तपाईँ पसलमा गएर एउटा पाइन्ट हेर्नुभयो भने यो पटक मैले इक्जाम्पल दिने गरेको छु। 5वटा पाइन्ट पसल साउजीले देखाउनुहुन्छ, हामीलाई कुनैमा रेट मिल्छ, कुनैमा साइज मिल्दैन, कुनैमा के कलर मिल्दैन, अनि हामी फर्केर आउँछौँ नलिएर। फेन्सी व्यवसाय साथीले हामीलाई कुनै अभद्र व्यवहार गर्नुहुन्न, मजाले कपडा पठाएर फेरि टाढीमा राख्नु भने उहाँले त हाम्रो गाडीमा पैसा पे गर्नु भएको छ। झन्डै 1900 रुपियाँ तिर्नुमा आउँछ दाङबाट काठमाडौँ जाने यात्रुले। 1900 रुपियाँ तिर्ने मान्छेले कस्तो खालको सर्भिसको अपेक्षा गर्नुहुन्छ, त्यो अपेक्षा हामीले पुरा गर्नु पऱ्यो नि त। अर्कोपटक त्यो यात्रु जसमा तपाईँले पासपोर्टको 500 रुपियाँ लिनुहुन्छ उसको घर परिवार त हाम्रो गाडीमा चढ्दैन नि। यो समितिको गाडीले यो ब्रान्ड नेम यो सगरमाथा भन्ने गाडीले अस्ति भर्खरै पासपोर्टको 500 ल्यायो, यसो नचढौँ भन्नुहुन्छ। त्यसले गर्दा त हाम्रो मार्केट त यो समय यो प्रतिस्पर्धात्मक समयमा स्थापित हुन सक्दैन। यस्तो रचनात्मक कुराहरू, सामाजिक कुराहरू, हाम्रो व्यवसाय कुराहरू र हामीले सुधार्नुपर्छ। हामी बोलेर मात्रै हुँदैन, बोल्दाखेरि मात्रै सुधार हुने भएपछि 2-4 घन्टा बस चलाउनु हुन्थ्यो। हामीले व्यवहारमै सुधार गर्नुपर्ने हुन्छ। त्यो व्यवहारमा सुधार गर्नलाई हामी जुन प्रतिबद्धताका साथ लागेका छौँ, व्यवसाय साथीहरूले जुन हामीप्रति हाम्रो संस्थाप्रति विश्वास गरेर करोड पैसा इन्भेस्ट गरेर जुन गाडी हाम्रो संस्थामा ल्याउनु भएको छ, यो गाडीलाई प्रबन्धन गर्ने कुरा, मजदुर साथीहरू आफैमा सक्षम हुने कुरा र तपाईँहरूले जसरी महिनामा 60, 70, 80 हजार पैसा कमाउँछ चालकले, 80 हजार पैसा कमाउने मानिस यो समाजमा अर्को पेसामा लागेको मान्छेलाई हेर्नुहोस् त, ऊ कति इज्जतसँग हिँडेछ, गाडी चढाइ आउँछ, छोराछोरी राम्रो स्कुलमा पढाएको हुन्छ, राम्रो घर हाले आउँछ, ब्याङ्कमा पैसा राखेको हुन्छ, विभिन्न इन्सुरेन्स कम्पनी सेयर हाले आउँछ, हाइड्रो पावरमा सेयर हाले आउँछ। 70-80 हजार कमाउने मान्छेको पर्सनालिटी के छ भन्नु त। हाम्रो मजदुर साथीलाई हेर्नु घरमा एकवटा चामल पनि कमै साथीहरू राख्नु भएको हुन्छ कि किन त्यो पैसालाई सही तरिकाले व्यवस्थापन गर्नै जानेनौँ हामी। त्यो के भयो भने रेगुलर रूपमा पैसा आइराख्ने भयो, अनि हामीले खर्च पनि त्यही अनुपातमा गर्ने भयौँ क्या। मासु हामीले 30 दिन खानु पर्ने, जकेट हामीले 5वटा किन्न पर्ने, यसो मनोरञ्जन गर्नलाई तास पनि हामीलाई खेल्न पर्ने, यसो दारू पनि 2-4 प्याक हान्न पर्ने। यो सबै कुराले गर्दा हाम्रो पैसा त सबै त्यही गइरहेको छ। अब रेडबुल 2-3टा हानिदिन्छ, कसैले भनिदिन्छ तपाईँहरूलाई होइन रेडबुल खाएन निद्रा कम लाग्छ भनिदिन्छ। त्यसको के हो त, राम्रो नराम्रो पार्ट के हो होला, त्यसले पनि केही राम्रो गर्छ होला, तर त्यो पनि लेभलमा खानुपर्छ होला नि त। कति खाने भने त्यसो मात्रा हुन्छ होला नि त। त्यसो चिया पनि कति कप खाने भन्ने हुन्छ होला नि। चिया धेरै खाने निद्रा लाग्दैन भनिदिनुहुन्छ तपाईँहरू, चिया पनि बेसी खाइदिनुहुन्छ। त्यो त अहिले पो उमेर सर देखाउँदैन त समस्या। भोलि उमेर कट्यो भने त रोग त रोगै हो नि त फेरि। त्यो कारणले यस्ता कुराहरू खानपिनो पनि हामीले विशेष ख्याल गर्नुपर्छ, किनभने चालकलाई धेरै ठुलो समस्या छ, हेल्परलाई धेरै ठुलो समस्या छ। त्रिशुलको ढिकमा गाडीमा ढोकामा झुन्डेर काठमाडौँ पुग्नुपर्ने हुन्छ। यस्तो बाटो धुलो, यस्तो जामको अवस्था छ। हरेक बेला चालकले गाडी चलाउने बेला के सम्झिनु होला भने मेरो बच्चाले घरमा मलाई कुरिरहेछ, मेरो परिवारले मलाई सम्झिरहेछ भन्ने कुरा दिमागमा राखेर गाडी चलाउनुपर्छ। हामीले सानो मिस्टेकले दुर्घटना भयो भने कति मानिसहरूको अकालमा ज्यान जान सक्छ, हामी स्वयंको पनि ज्यान जान सक्छ। त्यस कारणले दुर्घटना न्यूनीकरण गर्नलाई पनि चालकको विशेष रूपमा ख्याल गर्नुपर्छ। हामीले एनी टाइम गाडीको स्टिङमा बस्ने बित्तिकै घर परिवार, आमा बुवा, बच्चालाई सम्झ्यो भने हामी सचेत भएर गाडी चलाउँछौँ। त्यसतर्फ पनि हामीले गम्भीर भएर यो व्यवसायलाई प्रबन्धन गर्ने कुरामा, मजदुरलाई राम्रो डेलिभरी दिने कुरामा र सिधेश्वरी राप्तीकै गाडी चढौँ भन्ने लाग्ने वातावरण सिर्जना तपाईँहरूले गर्नुभयो भने हामीले बोलेको कुरा यो सार्थक हुन्छ। अन्यथा हामीले बोल्ने फेरि नेताजीहरूले भाषण गरे जस्तो हुन्छ, सुधार केही नहुने बोलेको बोलेको। त्यस कारणले गर्दा हामीले व्यवसायलाई संरक्षण गर्ने कुरा, 1 करोडको लगानीलाई पुँजीलाई संरक्षण गर्ने कुरा, तपाईँहरूको जीवन स्तर पनि उठाउने कुरा। आज यो चालकको कति राम्रो समाजमा यसको इज्जत छ, यो चालकको छोरा पढे लेखेर इन्जिनियर बन्यो रे, यो चालकको छोरा पढे लेखेर डक्टर बन्यो रे भन्ने कुरा तपाईँ हामीले बनाउनुपर्छ। अब हामीलाई हिजो मजदुर पढे नलेखेका भनेर जो समाजले चित्रण गर्छ त्यसलाई तपाईँहरूले चिर्नुपर्छ। अब
त्यो चिरेर मात्रै यो व्यवसायलाई संस्थागत गर्ने कुरा र मजदुरहरू पनि केही गर्न सक्छन्। यो समाजका नेपाली नागरिक हुन् र यो त्यो सिद्धेश्वरी राजनीतिमा लागेका मजदुरहरू सबै अनुशासित छन्। यिनीहरूले डकुमेन्टको पैसा लिँदैनन्, यिनीहरूले राम्रो व्यवहार गर्छन्। एउटा सुत्केरी महिलालाई ल्याउँदा पनि कति राम्रोसँग ल्याइदिन्छन्, कसैको छोरी बहिनी सिङ्गल जाँदा पनि कति राम्रोसँग सर्भिस दिन्छन् भन्ने कुराको विश्वास हामीले यो यात्रुसँग कमाउनका लागि, यात्रुको विश्वास जित्नलाई तपाईँ हामीले सचेततापूर्वक काम गऱ्यौँ भने मात्रै हामी बोलेको सार्थक हुन्छ। अन्यथा हामी जीवन यो यातायातलाई दिएका छौँ, सुधार भएन भने हामीलाई पनि आफूले गरेको दुःखप्रति ग्लानी हुन्छ। कति धेरै दुःख गरिरहेको छ, कति सुधारलाई कार्यहरू गरिरहेको छ, तर सुधार हुँदैन भन्दाखेरि आफूलाई नै आत्मग्लानी हुन्छ। हामीलाई आत्मग्लानी हुनु पनि यो संस्था कमजोर हुनु हो। यो संस्था कमजोर भने तपाईँहरूको व्यवसाय बढ्दैन हुन सक्दैन, तपाईँहरूको पुँजीको संरक्षण पनि हुन सक्दैन। साथीहरूको व्यवसाय सफलताको शुभकामना व्यक्त गर्दै आफ्ना मजदुर साथीहरूलाई पटक पटक तपाईँले हरेक बेला गाडीको चलानी बुझ्दा 2000 रुपियाँ कमले राम्रो सर्भिस दियो भन्ने बोल्नु होला। 2000 बढीले सर्भिस जे सुनिदिए यो होइन, 1000 पैसा कमले सर्भिस राम्रो दियो। यो कुरा तपाईँले बुझाउनुपर्छ। हरेक बेला तपाईँ गाडी नम्बरबाट आयो भने आज कति पैसा ल्याउँछ भनेर हामी कौतुकता हुन्छ नि त मनमा। त्यो कौतुकता सँगसँगै हामीले के सोध्नुपर्छ स्टाफलाई भने भोलि व्यवहार त राम्रो गऱ्यौ नि, कसैलाई झरेर त गरेनौ नि, कहीँ केही समस्या त परेन नि, कहीँ डबल सिट त परेन नि, कहीँ यात्रु गुनासो त आएन नि, कहीँ बासी खाना त खुवाएनौ नि। यस्तो कुराहरू पनि हामीले स्टाफहरूलाई प्रत्येक टिपमा भन्यौँ भने उनीहरू पनि सुध्रिन्छन्। अब हामीले प्रतिस्पर्धात्मक समयमा भावनाले अन्य 5-7वटा प्रणालीसँग हामीले प्रतिस्पर्धा गर्नुपर्छ। त्यस कारणले हामीले राम्रो गुणस्तरीय सेवा दिने कुरामा तपाईँ हामी सबै लागौँ। विश्वकर्मा बाबाले हामी सबैलाई रक्षा गर्नु भन्दै यो समुद्र कार्यक्रम यही समापन गर्न धन्यवाद।